त्यहाँदेखि छुट्टीको दिन थियो यसो बाहिर हेरेको हो पुरा त्यो आगो लागेर जङ्गलमा पुरा खरानी र यो धुवा आइरहेको डढालुलो आइरहेको छ त्यहाँदेखि यसो एकछिन बसेको एकजना भाइ आए है खुर्र कुदेर आयो दाजु जाउँ भन्नु थाल्यो कता हो भनेको पिकनिक अरे फेरि त्यसको बाजेको त्यहाँदेखि पिकनिक केही नसोचिकन हिँडेँ मेरो पालो पिकनिकतिर त्यहाँदेखि हिँड्दा हिँड्दै त्यहाँदेखि केटाहरू भेला भएर रक स्टार देखाउनु थालिहाल्यो केटाहरूले उहो आमा एउटाले बकेट समातेर ठट्टा हो त्यहाँदेखि हिँड्यौँ पिकनिक स्पोट चाहिँ कहाँ हो भन्दाखेरि कन्दरको बाटोमा त्यहाँ एउटा भाइलाई चाहिँ पानी बोक्न लगाएँ पानी बोक्यो पानी छताक छुतुक हुँदै हुँदै पनि हिँड्यौँ हो त्यहाँदेखि चाहिँ अलिक उता गएको त आर्चेल खेलिरहेको छ मान्छेले त्यहीँ छेउमा आगो बालेर आर्चेल खेलिरहेको छ त्यहाँदेखि स्पोटमा पुग्न आँट्यौँ है हामी स्पोटमा पुग्यौँ है अब चाहिँ स्पोटमा पुगेर केटाहरूले लु अब यताउता इन्स्ट्रक्सन दिन थाल्यो अब यसो हेरेको 3 भाइहरू त्यहाँ भेला भइरहेको छ भाइहरू त्यहाँदेखि त केटाहरूले दाउरा ओसाल्न थाल्यो हाम्रो भाइहरूले दाउरा ओसालेर आगो पुग्न थाले अब त चिकन रोस्ट खाने अब यहाँ आइपुग्दा के हो प्लानै थिएन चिकन सबै लिएर आएछ केटाहरूले लु अब एउटा सब्जी पनि पकाउन थाल्यो लु चिकनको लागि नेट सेट पनि खोजे केटाहरूले लु अब बनाउनु पनि थाल्यो बनाएर अब मैले बनाएको चाहिँ खत्रै हुन्छ भनेर लु मलाई नै बनाउनु लगाए यताउता गरिवरी केटाहरूले यहाँ भाइले चाहिँ लन्चको लागि रेडी गर्दैछ लु लन्च पनि रेडी भयो लन्च खायौँ गयौँ हो त्यहाँदेखि सेकुवा पनि बिचमा एउटा दुइटा टिप्दै खाँदै हो त्यहाँदेखि खाइसकेपछि त्यहाँदेखि चाहिँ अब बेलुकाको चियाको टाइम भइहाल्यो चिया खायौँ सेकेर अझै पनि रहेको छ हो त्यहाँदेखि चाहिँ बेला भएर चिया खायौँ ओऱ्यौँ अलिकति साँझ अब रात पुग्न आँट्दै गयो यस्तै 5:30 जस्तो भयो होला हौ त्यहाँदेखि आगोसागो निभ्यौँ डस्टबिन सबै कलेक्ट गऱ्यौँ गाडीमा लगायौँ त्यहाँ आगोसागो सबै निभाएर आफ्नो रेस्पोन्सिबल चाहिँ एकदम टेक गरेर हिँड्यौँ अब स्पोर्टलाई गुड बाई गर्दा अलिक ओर आइपुग्यो त जङ्गलमा तीर खेलेको ठाउँ थियो नि त्यहाँ त अन्त त्यस्तै छ त अन्त आगो बलिरहेको जङ्गलमा त्यहाँदेखि केटाहरू यता र उता गरेर आगो चाहिँ निभाउनै पर्छ जसरी भए पनि अलिक पर गएर त्यहाँदेखि चाहिँ पानी थाप्ने आइडिया गऱ्यौँ है हामीले त्यहाँदेखि पानी थाप्यौँ पानी थापेर त्यहाँदेखि पानी लिएर आएर त्यहाँदेखि पानी थापिसक्यो भनेपछि चाहिँ पानी लिएर आयौँ त्यहाँदेखि स्पोटमा पुग्यौँ त्यो अघि आगो भएको ठाउँ फर्केर त्यहाँदेखि आगोसागो निभायौँ यताउता गरेर निभाएर यता केटाहरूले पानी छम्क्यो कहिले तल पानी छम्क्यो कहिले माथि छम्क्यो त्यहाँदेखि चाहिँ हामी हिँडेर घरमा पुग्दा केटाहरूले फेरि उन्नु खेल्यौँ उन्नु खेल्दाखेरि त्यो एउटा सानो भाइले 2 खेप जिते हो भाइले 2 खेप जित्यो सानो भाइले त्यहाँदेखि भएन फेरि गएर लुडो खेल्यौँ लुडोमा चाहिँ गेम चाहिँ मैले खाएँ त्यहाँदेखि लुडो खेलिसकेर घरमा गयौँ घरमा त मेरो ब्लग पुगिरहेछ नानीहरू मजाले मस्तान गाइरहेको छ त्यो दिन चाहिँ त्यसरी नै